घरेलु हिंसामा संलग्न एक नेपालीलाई अस्ट्रेलियाले डिपोर्ट गरेको छ। घरेलु हिंसामा संलग्न ती नेपालीलाई अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले डिपोर्ट गरेको नेपालबाट प्रकाशित अन्नपूर्णपोस्ट.com ले जनाएको छ। निष्कासनमा पर्नेमा थापा थरका व्यक्ति रहेका छन्। नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनलाई गत साता नेपाल पठाइएको थियो। थाई एयरवेजको जहाजबाट काठमाडौँ पठाइएको भए पनि ती व्यक्तिबारे अन्य विवरणहरू भने गोप्य राखिएको छ। घरेलु हिंसामा मुछिएका उक्त व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक अनुसन्धानपछि क्यानबेरा स्थित नेपाली दूतावाससँग ट्राभल डकुमेन्टको बन्दोबस्त गरी डिपोर्ट गरिएको जानकारी पाएका छौँ, परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूर्णपोस्टसँग भनेका छन्। अस्ट्रेलियामा नेपाली समुदायको जनसङ्ख्या बढेसँगै घरेलु हिंसाका घटनाहरू पनि धमाधम सार्वजनिक हुन थालेका छन्। घरेलु हिंसालाई ज्यादै संवेदनशील घटनाको रूपमा लिने अस्ट्रेलियाले यस सम्बन्धी कडा कानुनको पनि प्रबन्ध गरेको छ।